के तपाईलाई सानो सानो कुरामा छिट्टै रिस उठ्छ? रिस उठेपछि तपाईँ आफैलाई नियन्त्रण गर्न सक्नुहुन्न? रिसको बेला बोलेका शब्दहरू पछि तपाईलाई नै पछुतो बनाउँछन्? यदि हो भने आजको गीता लेसन तपाईँका लागि अत्यन्त महत्त्वपूर्ण छ। महाभारतमा अर्जुन डर र द्वन्द्वमा मात्र थिएनन्, मानिसको मनभित्र उठ्ने रिस, मोह र भ्रमको बारेमा पनि भगवान कृष्णले गहिरो रूपमा व्याख्या गर्नुभएको छ। भगवान कृष्णले स्पष्ट रूपमा भन्नुभएको छ, क्रोधबाट मोह उत्पन्न हुन्छ, मोहबाट स्मृति भ्रम हुन्छ र स्मृति भ्रम हुँदा बुद्धि नष्ट हुन्छ। यसको अर्थ के हो भने रिस केवल एउटा भावना होइन, यो विनाशतर्फ लैजाने प्रक्रिया हो। गीता अनुसार रिसले सोच्ने क्षमता कमजोर बनाउँछ। रिसले सही गलत छुट्याउने शक्ति हराउँछ। जब मानिस रिसाउँछ त्यो क्षणमा उसले निर्णय होइन, भावनाबाट प्रतिक्रिया दिन्छ र यही नै समस्या हो। रिस किन उत्पन्न हुन्छ? जब हाम्रो अपेक्षा पूरा हुँदैन वा कुनै कुरा हाम्रो अनुसार हुँदैन, त्यसबेला मन असन्तुष्ट हुन्छ। त्यही असन्तुष्टता विस्तार हुँदै रिसमा परिणत हुन्छ। अपेक्षा, असन्तुष्टता, रिस, गल्ती, यो एक चेन हो जसले मानिसलाई गलत निर्णयतर्फ लैजान्छ। हाम्रो दैनिक जीवनमा पनि सानो कुरामा झगडा हुनु, परिवार वा साथीहरूसँग रिस देखाउनु, पछि पछुताउनु, यी सबै हामीले अनुभव गरेका कुराहरू हुन्। तर एउटा कुरा सधैँ सत्य हुन्छ, रिसको बेला गरिएको निर्णय प्राय गलत हुन्छ। अब प्रश्न, रिसलाई कसरी नियन्त्रण गर्ने? पहिलो, रिस उठ्दा तुरुन्त प्रतिक्रिया नदिनुहोस्। दोस्रो, केही सेकेन्ड चुप बस्नुहोस्, गहिरो सास लिनुहोस्। तेस्रो, आफ्नो मनलाई सोध्नुहोस्, यो प्रतिक्रिया आवश्यक छ? चौथो, समस्या होइन, समाधानमा ध्यान दिनुहोस्। पाँचौं, रिसलाई शक्ति बनाउनुहोस् तर त्यसलाई नियन्त्रणमा राख्नुहोस्। रिसलाई नियन्त्रण गर्न सक्नु वास्तविक शक्ति हो। शान्त मानिस नै सबैभन्दा बलियो हुन्छ। श्रीमद् भगवत गीता हामीलाई सिकाउँछ, मनलाई जित्न सक्ने व्यक्ति नै साँचो विजेता हो। यदि तपाईँले आफ्नो रिसलाई नियन्त्रण गर्न सक्नुभयो भने जीवनका धेरै समस्या आफै समाधान हुन थाल्छन्। साथीहरू, आजको गीता लेसन 3 यति नै। यो लेसन तपाईँलाई कस्तो लाग्यो? कृपया कमेन्ट मार्फत आफ्नो विचार अवश्य साझा गर्नुहोस्। हस्त, आजका लागि यति नै। अब अर्को लेसनमा भेटौँला। धन्यवाद।